हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी पारी जान आँटेको। आज चाहिँ हाम्रो गाउँमा भाले गेम हुँदैछ हैन। अनि उता चाहिँ सुरु भइसक्यो होला सायद। अब हामी दुईजना चाहिँ जान्छौँ। पछाडि छ मेरो भाइ अनि अब हामी दुईजना चाहिँ पारी जान्छौँ हेर्नलाई। तपाईहरुलाई नै भन्छौँ के हुन्छ देखाउँछौँ है। अब हामी चाहिँ पारी जान आँटेको हैन। पारी चाहिँ भाले म्याच हुँदैछ वहाँनिर हेर्न सक्नुहुन्छ। वहाँ पर हेर्न सक्नुहुन्छ वहाँनिर चाहिँ भाले म्याच हुँदैछ र अब हामी चाहिँ त्यतैतिर लाग्न आँटेको। सो तपाईहरुलाई नै भन्छौँ। अब हामी चाहिँ पारी जाँदैछौँ म र मेरो भाइ। अब पारी गोल हेर्न जाने भाले म्याच है एकदम गाइस। पारी जानुपर्छ हामी सबजना। यहाँ हाम्रो गाउँदेखि हामी पारी जाने हो हैन भाले म्याच हेर्न। हाम्रो गाउँ चाहिँ यस्तै छ हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ हाम्रो बारी। यहाँ छु म हैन। पछाडि छ मेरो भाइ। हामी चाहिँ पारी जाँदैछौँ हैन। सबैजना सँगै बसौँ होला। अब पारी चाहिँ भाले म्याच हुँदैछ हेर्न सक्नुहुन्छ। यस्तो छ हाम्रो गाउँ। गाउँ चाहिँ ठिकै छ, धेरै राम्रो पनि छैन गाउँ हैन। पारी जाउँ हाँसहरू पनि चिलमा हो। हामी छु यहाँ हैन पारी जाउँ। उता पारी चाहिँ भाले म्याच हुँदैछ है हेर्न सक्नुहुन्छ पारीनिर। हामी जाँदैछौँ पारी गाइज हैन भाले म्याच हैन। मान्छेहरू धेरैजना आइसक्यो। चिजमा गर्मीले पारीतिर लाग्दिउँ भने गाइज। पारीतिर चल्दिउँ पारी भाले म्याच हेर्न चल्दिउँ। हामी खोलाको हर्दै चिलमा हिँडिरहेछौँ। पारी जानुपर्छ। गर्मी पनि कति धेरै भयो कि पानी पनि कति तातो छ क्या यहाँको त। कति तातो छ यहाँको पानी। अब चाहिँ हामी पारी जान्छौँ गाइज। अरे हामी पारी पनि आइसक्यौँ। मेरो चाहिँ भाले म्याच हुँदैछ। चिलमा बस्ने हो। भाले म्याच हेर्न आएको मान्छेहरू हेर्न सक्नुहुन्छ। त्यत्रो धेरैजना छ है भाले म्याच हेर्न। सुरु भएको छैन रहेछ होइन? सुरु भइसक्यो। बिजो भएर बसिरहेको अच्छा अनि हामी चाहिँ यहाँ पारी आइसक्यौँ भाले म्याच हेर्न। र हामी चाहिँ यहाँ माथि बसेर भाले म्याच हेर्छौँ। मान्छेहरू चाहिँ टन्नै छ है। यहाँ चाहिँ भाले म्याच हुँदैछ। अडियन्सहरू छ होइन। अडियन्सहरू धेरै छैन थुप्रो छ होइन। अडियन्सहरू उहाँ छन् गर्मीमा छाता बोकेर। धेरै अडियन्सहरू छैन। यहाँनिर चाहिँ सहायताहरू छन्। सहयोग गर्ने मान्छेहरू सहयोग गर्ने मान्छेहरू यता छन् है। यहाँनिर चाहिँ भाले म्याच हुँदैछ। अनि हामी चाहिँ यहाँ माथि आएको छौँ। एकदम शीतल ठाउँ छ यहाँनिर चाहिँ अलिकति यस्तो छ। यहाँनिर मन्दिर जस्तो हुँदैछ बनिँदैछ यस्तो छ होइन। अनि यहाँनिर चाहिँ यस्तो छ। अनि वहाँनिर गोल भयो। गोल भयो देखाउन सकिनँ मैले सरी। गोल भयो वहाँनिर है। अगाडिको गोल भयो। हाफ टाइम हुन आँट्यो। हामी चाहिँ अलिकति ढिलो आएछौँ अलिकति त्यही भएर देखाउनु पाएनौँ। सो तपाईहरुलाई देखाउँछु यति नै हैन। अब कसले जित्छ त्यो नि भन्नेछु हजुरहरुलाई। त्यही पारी गरेर नि घर आइसक्यौँ। किनभने हाम्रो चाहिँ वहाँनिर घाममा बसेर अलिकति ट्रेङ्गटा लागे जस्तो भइरहेको थियो। अनि घर आएर यहाँ पानी खानेछौँ अनि फेरि हामी जान्छौँ। तपाईहरुलाई भन्छौँ कस्तो जित्छ भनेर है। अहिले चाहिँ हाफ टाइम भएको छ हैन। प्लेयरहरुको रेस्ट टाइम। फेरि सुरु हुन आँटेछ म्याच हेर्न सक्नुहुन्छ है। फेरि म्याच सुरु हुन आँटेछ अनि हामी चाहिँ यहाँ छौँ।
होइन हामी चाहिँ माथि बसिरहेको छौँ किनभने तल धेरै घाम हुनुको कारणले हामी चाहिँ यहाँ माथि आएको तल चाहिँ जान सकेनौँ तपाईँलाई भनिरहेको छु हाफ टाइम भयो गाइस होइन प्लेयरहरू चाहिँ गलेर यहाँनिर छन् होइन सबजना अडियन्सहरू हुनुहुन्छ यहाँनिर चाहिँ प्लेयरहरू गलेर यहाँ बसिरहनु भएको छ पानी खाँदै है दुईजना उता पनि हुनुहुन्छ सबैजनालाई चाहिँ म सरी भन्न चाहन्छु किनभने चाहिँ त्यहाँ भाले म्याच हुँदै चाहिँ मैले भिडियो बनाउने कार्यक्रममा चाहिँ मेरो फोन स्विच अफ भयो किनभने मेरो फोनमा चाहिँ धेरै चार्ज थिएन हजुरहरूलाई देखाउनु पनि पाइनँ मैले र म चाहिँ अहिले भाले म्याच सकिसक्यो र हाम्रो टिम गैरी गाउँ चाहिँ सेकेन्डमा आएको छ र अब सेकेन्डमा आएको छ फर्स्टमा चाहिँ वहाँनिर दुलारीको आएको छ अनि मैले चाहिँ हजुरहरूलाई देखाउनु सकिनँ त्यसको लागि माफी चाहन्छु किनभने मैले चाहिँ हाफ टाइम हुने क्रममा भिडियो बनाउँदै मेरो फोन चाहिँ स्विच अफ हो त्यही कारणले मैले भिडियो चाहिँ बनाउनु पाएन हजुरहरूलाई देखाउनु पाएन त्यसको लागि चाहिँ माफी चाहन्छु हजुरहरूसँग र तपाईँहरूले मेरो भिडियो यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र लाइक र सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनु होला र मेरो चाहिँ फर्स्ट च्यानल हो अनि हजुरहरूलाई धेरै देखाउन सक्दिनँ म किनभने मेरो फोनको अलिकति कन्डिसन राम्रो छैन किनभने चार्ज गरेको 1-1.5 घन्टापछि मेरो फोन स्विच अफ भइहाल्छ किनभने अब तपाईँहरूलाई थाहा नै होला आइफोनको बानी र हजुरहरूलाई चाहिँ मैले म्याच देखाउन सकिनँ त्यसको लागि चाहिँ माफी गरिदिनु होला अनि लाइक र सब्सक्राइब गरिदिनु होला हस् त यति भन्दै म जान्छु है।